Hello guys, welcome to my YouTube channel हैन एन्ड गाइज तपाईले बाइ द टाइटल अनि थम्बनेल चाहिँ थाहा पाइहाल्नुभयो होला हैन आजको भिडियो चाहिँ के हो भनेर। सो आज चाहिँ हाम्रो बाजे मेरो बाजे बित्नु भएको पनि 1 इयर पनि भयो हैन। अहिले चाहिँ म केरलामा छु। तपाईहरु जतिजनाले नि मेरो भिडियोहरु हेर्नुहुन्छ हैन उहाँहरुलाई चाहिँ थाहा होला म केरलामा छु भनेर हैन। र म चाहिँ घर जानु पनि पाइनँ। अब बाहिर जग्गामा भएपछि चाहिँ अब म गइहाल्छु भनेर मात्रै सोचेर मात्रै पनि हुँदैन हैन, मन लागेर मात्रै हुँदैन। अब बाहिर जग्गामा बसेपछि चाहिँ धेरै कुरा सोच्नुपर्ने हुँदो रहेछ हैन। अहिले चाहिँ थाहा पाउँदैछु हैन। र अहिले चाहिँ हाम्रो घरमा चाहिँ बाजेको कामहरू भइरहेको छ हैन। र अब म पनि घरमा चाहिँ भएन, भाइ पनि भएन हो। र मम्मी बाबा मात्रै हुनुहुन्छ मेन घरमा चाहिँ। अन्त सन्नु श्रद्धा बाजे कान्छा बाजेहरू हुनुहुन्छ हैन मेन घरको मान्छेहरू चाहिँ। अन्त बाजेको बहिनीहरू मेरो बोजूहरू हमेसा हुनुहुन्छ। उहाँहरू चाहिँ हमेसा साथ दिनुहुन्छ जेमा पनि हैन। र बाजेको बहिनीहरू आउनु भएको छ र बाजेको भान्जा भान्जीहरू नाता नातिनीहरू सबैजना आएर अहिले काममा सबैजनाले हेल्प गरिदिइराख्नु भएको छ हैन। त्यसको लागि सबैजनालाई मेरो मनबाट धन्यवाद हैन। अब म नभए पनि अब म त्यहाँ नभए पनि सबैजनाले गरिदिइराख्नु भएको छ, मेरो बाबा मम्मीलाई सघाइदिइराख्नु भएको छ। त्यसको लागि धेरै धेरै धन्यवाद हैन। र मलाई चाहिँ एकदम नराम्रो लाग्दैछ अब घर पनि जानु पाएन हैन। म चाहिँ फर्स्ट केरला आउँदाखेरि चाहिँ म यही सोचिरहेको थिएँ कि म बाजेको काममा चाहिँ फर्किन्छु भनेर हैन। तर अब यस्तै हो रहेछ, बाहिर आएपछि चाहिँ अब म कन्फर्म यति बेला फर्किन्छु भन्ने चाहिँ अब त्यस्तो चाहिँ हुँदैन रहेछ हैन। आफूले चाहेको जस्तो केही पनि हुँदैन रहेछ हो। र गाइज मैले चाहिँ मेरो बहिनीलाई सन्नु बहिनीलाई अलिअलि भिडियोहरू बनाएर मलाई सेन्ड गरिदे भनेर भनेको छु हैन। म पनि हेर्छु र यसरी नै म तपाईहरुलाई पनि पोस्ट गरेर देखाउन चाहन्छु हैन। किनभने यो मेरो बाजेको लागि सायद लास्ट काम हो हैन। तपाईहरुलाई थाहा छैन होला तर अब मेरो बाजे चाहिँ मेरो लागि बहुत उयो थियो हैन। मेरो एकदम मनको करिब मेरो बाबा मम्मी भन्दाखेरि पनि फर्स्टमा चाहिँ अब मेरो बाजे नै आउँथ्यो हैन। सो अब अहिले बाजे हुनुहुँदैन हैन। सो अब यस्तै हो रहेछ जिन्दगीमा। अब आफूले चाहेको मान्छेहरू पनि हुँदैन, आफूले चाहेको कुराहरू पनि हुँदैन रहेछ हैन। त्यही हो गाइज। म चाहिँ तपाईहरुलाई बहिनीले मलाई भिडियोहरू पठाइदिन्छ हैन, त्यही भिडियोहरू चाहिँ म एड गरेर तपाईहरुलाई हालिदिन्छु हैन। एउटा बसी बस्छ नि त युट्युबमा भनेर चाहिँ हैन। सो मेरो उता दार्जिलिङमा दिदीहरू हुनुहुन्छ हैन। अब उहाँहरूले पनि हेर्नुहुन्छ मेरो भिडियोको थ्रु हैन। यस्तो यस्तो प्रकारले भयो भनेर। हुनु त अब म त्यहाँ छुइनँ, सबै मजाले राम्रो तरिकाले गर्छ गर्दैन थाहा छैन किनभने उनीहरू पनि सबैजना बिजी छ काम गर्नुको लागि, काम गर्नुमा हैन। सो उनीहरूले जति मैले चाहिँ भनेको छु जति सक्दो अब भ्याएको बेलामा चाहिँ अलिअलि गरिदे भनेर भनेको छु हैन। र उनीहरूले हालिदिएपछि चाहिँ म एडिट गरेर हाल्ने छु हैन। अनि गाइज मलाई चाहिँ फेरि विश्वास पनि भएको छैन बाजे बित्नु भयो भनेर। अझै पनि मलाई त यस्तो लाग्छ कि अब बाजे चाहिँ हस्पिटलमा छ हैन, घर आउनुहुन्छ भनेर। किनभने बाजे बिमारी भइराख्नु हुन्थ्यो अन्त हस्पिटल लान्थ्यो नि त। हस्पिटल लगेर चाहिँ अब बादमा ल्याउँथ्यो। अन्त त्यही भएर चाहिँ अब मलाई चाहिँ लाग्थ्यो कि अब ल्याइहाल्छ नि भनेर हैन। अहिले पनि त्यस्तै लाग्छ। अब म बाहिर छु हैन, बाजे हस्पिटलमै छ जस्तो लाग्छ हैन। अन्त आउँछ जस्तो लाग्छ तर अब त्यस्तो त होइन। अब त्यो मनले मात्रै सोचेर भएन, दिमागले पनि सोच्नु पर्यो हैन। अन्त अब त्यो हुने कुरै होइन, आउने कुरै होइन हैन। यस्तो त्यस्तै लाग्छ। अब अस्ति भर्खर जस्तो लाग्छ। मतलब मैले चाहिँ देखेको छु, मतलब मेरै काखमा नि अब त्यस्तो भएको नि त हैन। अन्त अहिले त्यो सबै याद आउँदैछ हैन। म क्यामेरामा यस्तो हुनु चाहदिनँ, क्यामेरामा चाहिँ म यस्तो हुनु चाहदिनँ हैन। अन्त अब त्यस्तै भयो, अब भइहाल्यो। अब हुनेलाई कसले रोक्न सक्छ हैन। र अब अहिले चाहिँ हाम्रो बिचमा छैन बाजे, 1 वर्ष पनि भइसक्यो हैन। अब म यता केरला आएर बसेर अब आफ्नै लाइफमा बिजी भएर चाहिँ होला यति छिटो बितेको थाहा नपाएको हैन। म घरमा हुँदा त मलाई यस्तो लाग्थ्यो कि घरमा के छैन को छैन यस्तो खालको फिल हुन्थ्यो क्या।
बाहिर आएर चाहिँ अब त्यस्तै हो अब आफ्नो उयसमा भुलियो यतिकै नै भुलिँदै 1 इयर कम्प्लिट भएको थाहा पनि पाएन हो म चाहिँ मेरो बाजेलाई धेरै याद गर्छु हैन अब भनेर अब बुझाउनु पनि सक्ने हैन तपाईहरुलाई मैले हैन कतिको याद गर्छु कतिको उयो गर्छु त्यो त अब मेरो मनमै छ हैन तपाईहरुलाई अब उयो गर्न सक्दिन म एक्सप्लेन गर्न सक्दिन भन्नु सक्दिन हैन सो बहिनीले भिडियोहरु हाल्दिन्छ हैन म चाहिँ त्यो एडिट गर्छु तपाईहरु हेरिदिनुहोस् न ल सो यहाँ चाहिँ पण्डितजी पनि आइसक्नु भएको छ हैन र बर्सीमा अब के गर्नुपर्ने रिचुअल्सहरु हैन ती सामानहरु ठिक पार्नु हुँदैछ र ठिक पारेर चाहिँ अब सबै रिचुअल्सहरु गर्नु हुँदैछ हैन र हामी चाहिँ यही नै चाहन्छु कि हाम्रो बाजेले चाहिँ वैकुण्ठमा बास भएको हुन् र पाउनु भएको पनि होला मेरो बाजे चाहिँ अहिले स्वर्गमा नै छ मलाई थाहा छ राम्रोसँगले किनभने मेरो बाजे यति राम्रो हुनुहुन्थ्यो सबैलाई यति राम्रो गर्नुहुन्थ्यो कि मेरो बाजेले चाहिँ स्वर्गमा नै बास पाउनु भएको छ भनेर हैन र बाजे हामी साथमा नभए पनि हाम्रो मनमा चाहिँ सधैँभरि रहनेछ सधैँभरि भन्दा पनि सधैँभरि रहनेछ कहिले पनि भुल्ने छैनौं हामी हाम्रो बाजेलाई हैन भयो होला नि माल्ती दिदी अब यति नै पोल्छु ल पुग्छ कपुरमा पनि त चाहिन्छ होला नि त नि राम्रो भयो अनि त्यो धेरै बिगो त साह्रो मजा लाग्यो सन्चोलाई सन्चो हुने हो धेरै हाय फुपो हाय गाइस म हान्छु अहिले हाय गाइस हाय रुदैछ चढाउने खाना रेडी हुँदैछ यहाँ चाहिँ चढाउने खाना रेडी हुँदैछ अझै आदि आइटम लगाइदिएको छैन हाम्रो ठुलो बाबालाई हजुर प्लास्टिकमा लगाउनु ल ठुलो प्लास्टिकमा चिप्स यहाँ रेडी गर हाय भन्दैन दाजुको अब बाउको काम आज लास्ट हो हजुर लागि अब चल्दैछ हाम्रो छ्यामा छ यहाँ फुपू खोर्सानी के लाउनुहुन्छ फुपूले हाई गरिदिन्छ फुपू हाई गरिदिनु नभ्याएर यहाँनिर एउटा चुलाले नभ्याएर यहाँ हाम्रो कान्छा मामा जस्तो कि अब यहाँ एउटा मान्छे बाबा हो यहाँ भयो अर्को चुला खन्दैछ निकै अलिक छेउमा ल्याएर देखाइदिनु क्लोज अप किन क्लोज अप यहाँ अब बाबा हाई गर्नु न हाई अब यहाँ चुला खन्दैछ हो यहाँनिर एउटा चुलाले नभएर अर्को चुला यहाँ हाम्रो पूर्णिमा बहिनी चाहिँ यहाँ भाँडा मोलिरहेको छ सक्नुहुन्छ भाँडा मोलिरहेछ बिहानै आएको यहाँ चाहिँ सब्जीको प्रोसेस हुँदैछ यहाँ हाम्रो फुपू बाजे यहाँ एकदम मोटो भाइ अघिदेखिको बिचराले बसेर काटेको काटे यहाँ चाहिँ हाम्रो बाबा धुवा भयो दादाले यहाँ के बनाएको सब्जीको लागि मसला बनिँदैछ होइन अनि ब्लगिङको लागि ल ओके 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 ल यहाँ रेडी एकदम बनिँदैछ सेफहरू चाहियो भने चाहिँ एकदम हाम्रो चाहिँ यहाँ घरमै छ है यहाँ हाम्रो फुपा बाबा दादा यहाँ सबैजना छ है यहाँ चाहिँ भेट भर्खर आएको
बुढाबुढी र गाइज यो चाहिँ हाम्रो बाजेलाई राखेको जग्गा हो होइन। अब वर्षीमा के गर्नुपर्ने रिचुअल्सहरू चाहिँ यहाँ पण्डितजीले गर्नुहुँदैछ होइन। यहाँ हाम्रो बाबाले अब गर्नुहुँदैछ, पण्डितजीले सिकाउनु हुँदैछ के गर्नुपर्ने होइन। र गाइज बहिनीहरूले चाहिँ बेसी भिडियो बनाउनु भ्याएन रहेछ, त्यही लागि यति नै बनाइदिएको थियो रहेछ। अन्त त्यही लागि मैले फोटो हाल्दैछु होइन। अनि गाइज यो चाहिँ बाजेको नामको चौतारा हो होइन। हाम्रो गाउँमा चाहिँ मन्दिर छ नि त, शिव मन्दिर, र त्यहाँ चाहिँ अब मान्छेहरू व्रत बस्ने मान्छेहरू, पूजा गर्न आउने मान्छेहरू बस्नुहुन्छ भनेर चाहिँ हाम्रो बाबाले चाहिँ अब त्यहाँ लगेर राखिदिनु भएको रहेछ होइन। सो यति नै थियो। बाई बाई, थ्याङ्क यू सो मच फर वाचिङ गाइज।